हेलो साथीहरू, आज चाहिँ म सिद्रा माछाको अचार कसरी बनाउने भनेर देखाइरहेको छु। हुन त तपाईँहरूलाई पनि आउँछ होला, तर यो चाहिँ मेरो आफ्नो स्टाइलले हो है त। सिद्रा माछाको अचार, यसमा हाल्ने इन्ग्रिडियन्टहरू चाहिँ मैले यहाँ देखाइसकेको छु। अदुवा, लसुन, टिमुर, तोरी, धनियाँ, जिरा, मेथी, यति चाहिँ मैले राखेको छु। यो सबैलाई फुराउनुपर्छ। अनि यति 1 पाउ जति मैले माछा लिएको छु। अनि यो सुकेको खोर्सानीलाई मैले अलिकति पानीमा 1 घन्टा अगाडि चाहिँ भिजाएर राखिसकेको थिएँ। अब म यसलाई भुट्न गइरहेको छु। मैले प्यान तताइसकेको छु यो भुट्नको लागि। सुरुमा मैले तोरी हालेँ, अनि मेथी हालेँ। अनि यो ग्यास चाहिँ अलिकति सानो बनाउनुपर्छ, किनभने डढिहाल्छ यो चाहिँ। अनि धनियाँ हालेँ अलिकति, अनि जिरा पनि हालेको छु यसमै। अनि यो टिमुर पनि लगाएँ। अब यो लाउनु पर्थेन, कतिखेर लाउने हो मलाई खासै आइडिया थिएन, तर मैले त्यही हालेँ, फुराएँ। अनि मैले तेलमा चाहिँ यो अदुवा लसुनलाई अलिकति पेस्ट बनाएर फुराउँदैछु। यसलाई रातो हुन्जेलसम्म फुराउने। अनि फुराइसकेपछि एउटा बटुकामा निकाल्ने। अनि त्यसपछि त्यही तेलमा अलिकति मैले यो सिद्रा माछा फ्राई गर्दैछु। यसलाई चाहिँ भिजाएर एकछिन निकालेर फ्राई गर्न सकिन्छ, तर मैले त्यतिकै गरेँ। यस्तो भएको छ, हल्का त्यस्तो कालो पनि भएको छैन, यतिको जति चाहिँ भएको छ, ठिकै छ। अनि यो खोर्सानी मैले मजाले हालेँ। अनि अदुवा लसुनको पेस्ट हालेँ, अघि पिसेको मसलाहरू हालेँ। त्यसलाई अब मजाले रातो हुन्जेलसम्म फुराउने। अनि यस्तो भइसकेपछि हल्का आफ्नो स्वादअनुसार नुन हाल्ने। कालो भइसकेपछि चाहिँ अघि फ्राई गरेको माछालाई त्यसभित्र लगाइदिने। अनि यसलाई मजाले चलाउनुपर्छ, मसला पुग्ने गरी मजाले चलाउने। अनि मैले यतिखेर चाहिँ ग्यास अफ गरिसकेको थिएँ। अनि मैले कागती लगाएँ। भिनेगर पनि मैले 1 बिर्को लगाएको थिएँ, नबिग्रोस् भनेर। अनि यसलाई चाहिँ स्टोर गरेर नै राख्न सकिन्छ 1-2 महिनासम्म। आज भोलि नै खान पनि सकिन्छ, जे गर्दा हुन्छ। बट्टामा मजाले बिर्को लगाएर राख्दाखेरि यत्तिको भइसकेको छ हाम्रो। अब मैले यसलाई अलिक सेलाउन दिनको लागि एउटा थालमा निकालेर राखिसकेको छु। यो चाहिँ मेरो फर्स्ट ट्राई हो है, माछुको चाहिँ बनाएको थिएँ। अनि अब यसमा चाहिँ मैले बट्टामा यति भएको छ, 1 बट्टा जति भएको छ। And thank you everyone for watching.